विगत 15-20 वर्ष अगाडिदेखि आशाका ठेकेदार बनेर नेपाली राजनीतिमा उभिएका गगन कुमार थापाले सम्पूर्ण नेपाली जनतामाझ निराशाको डेलिभरी गर्न सफल भएका छन्। दर्शकबिन, उहाँबाट हामीले आशा धेरै सुन्यौं, तर त्यो परिणाम कहिले देखिएन। उहाँलाई युवा नेता भनियो, तर युवा जति आज पनि एयरपोर्टको लाइनमा छन्। जनताको कानमा परिवर्तनको आवाज गुन्जाएर संसदमा ठुलो आवाज र सत्तामा पुरानै सेटिङ गरेर कानमा तेल हालेर सुतेका एक युवा नेता हुन् नेपाली कांग्रेसका गगन कुमार थापा। म उहाँलाई भन्न चाहन्छु, फेसबुक पोस्टले देश चल्दैन, ह्यासट्यागले भविष्य बताउँदैन। तपाईको काम कहाँ छ? तपाईले अहिलेसम्म 15 देखि 20 वर्षसम्म के को राजनीति गर्नुभएको हो? तपाईको राजनीतिलाई मूल्याङ्कन गर्दै नेपाली जनताले फागुन 21 लाई मध्यनजर गर्ने हो भनेपछि तपाईको राजनीतिक करियर नापिने हेक्का छ। करियरै नापिने, करियरै सकिने नेपाली जनता ढुक्क छन्। यो कुरामा तपाई एकचोटि मजाले विश्लेषण गर्नु होला आफै। देश बनाउँछु, युवालाई रोजगारी दिन्छु, परिवर्तनको माहौल बनाउँछु भनेर वर्षौंदेखि जनतालाई ठग्दै आएका पुराना पार्टी र नेपाली कांग्रेसका युवा नेता मानिने गगन कुमार थापाप्रति तपाईको धारणा के छ? आफ्नो विचार कमेन्ट गर्न भने नबिर्सिनु होला।